गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम होइन, धेरै महिनापछि म फेरि बनाउन लाग्छु भिडियो। कस्तो हुन्छ हेरौँ। अब चाहिँ आम्मा घाम लाग्यो हेर्न, आम्मा कस्तो पोलेको यार। हट दाइ, ओ दाइ अटो हान्दै क्या आज? यस्तो तनाव छ यार। यो हिजो यहाँकै ड्युटी लागि अटो थियो, जाने आउने छोड्ने गर्थ्यो। हिजो दिउँसो पनि आएन, अनि आउने जाने आएन, अनि जाने बेला पनि आएन, साँझ पनि आएन। अहिले आउँछ हामीलाई थाहा छैन। घर सोध्छु होइन, सक्नुहुन्छ यस्तो खतरनाक गल्ली हेर्न। टक्क टाइम लाग्छ कि हिँड्दै जाने, बसमै टाइम लाग्छ क्या। त्यही भएर फेरि हिँड्दै जानु त होला। अङ्कल अरू आउँछ कि होइन? हजुर कहाँ दाइ? छुट्टी हो हजुरको? छुट्टी हो? भन्नु न यार कसम। ए बुधबार छुट्टी हुन्न? कसलाई पर्मिसन लिनु छुट्टी हो भनेर? कसलाई पर्मिसन लिनु छुट्टी हो? यहाँ भिडियो भइरहेको छ नि त। अनि को हेर्नु नि त्यहाँ हेर्नु न, टक्क सुतेर को भन्दै जुत्ता उल्टो परेछ। कस्तो अङ्कलको छुट्टी भयो नि। आज बनाउँदैछु नि, आज बनाउँछु नि भिडियो कस्तो हुन्छ। जानुपर्छ यार, जे फेरि गएर त्यहाँ चिया खानुपर्छ। त्यहाँ रुम चाहिँ रुमको के अरे रुमको व्यवस्था हालको खराब छ। त्यहाँबाट बिस्तारै अहिले ड्युटी जाने थालो गरेको। अरू दाइ केही जान्छ नि त हल्का फुल्का? केही छैन होइन, ठिक छ। हजुर चल भाग जाएंगे रे दाइ, आगे जाएंगे चाहे पे नहीं बैठेंगे है ना। इसको देख, ये इतना बढ़िया है कि के भने नि म अब साँच्चै टक्क मुख धोएपछि ऐना हेर्नै पऱ्यो होइन। ऐना अहिले मुख धोयो कि ऐना हेर्नै पऱ्यो क्या। अब के भनौँ म, अब त्यस्तो वाला मान्छे हो क्या त केटा। अब ऐना छैन अहिले, टक्क ऐना कता खतरा छ। ऐना भेट्यो नि टक्क मोबाइलमा अहिले त्यस्तो भयो। के मासु त बहुत छुट्टी हो त। अनि के गर्छ त? अनि ऐसा मत बोल होइन। म अहिले चाहिँ हिँडेको नि के भिडियो गर्ने हो र टक्क थाहा छैन। हाम्रो घर छेउछेउमा के आएका बुढाबाट छन् नि। फेरि हिँडेको के देखाउँछ र म अहिले अगाडि गएर टक्क चिया खान जान्छौँ। होटल गएको बेला के भिडियो बनाउन पाएपछि बाहिर देखाउँला। अरू त्यस्तै हो होइन, भइरहेको चलिरहेको गइरहेको त्यस्तै होइन। अलिक पछि गएर टक्क गाई चिया नास्ता हानेर टक्क आयो। 25 मिनट हिँड्ने यारमा फेरि डेली भइरहेको अरे अटो मगाएर कामै भएन यार। यो माछा यो रोड छ नि, यो रोड हाइवे काट्न यस्तो गाह्रो हुन्छ यार। माछा यार अहिले खाली रहेछ। टाइम पनि भइसक्यो ड्युटीको, यस्तो टाइम भइसक्यो। बात छैन यस्तो दाजु आयो चाहिँ भन्छ अहिले टाइम कितना बात सोध्छ अहिले। फेरि हेर्न गाडी हेर न, कसम यो हाइवे छ काट्न यस्तो आउन फेरि यतितिर आउनुपर्छ फेरि। बन्दै हुन्छ फाइनली नाउ है। म साथ काट्दैछु त्यहाँ आउँछ त्यो टक्क बसिरहनुपर्छ। मास्टरको ड्युटी सायद 10 बजी हो नि त, 10 बजी हो। 10 बजेर 11 मिनट गइसक्यो, त्यो पनि म यहीँ छु। बाल छैन
यहाँ यो होटल बाहुनला छ, यो फेरि बाहुनला बनाएर यहाँ पनि सानो सानो होटल छ, ढाबा आउने अरे ढाबा बनाएपछि यो चाहिँ यो होटल हाम्रो होटल पछाडि छ, अनि अगाडि बनाइदियो। त्यो चल्ने त अब बिस्तारै त्यही हो, कमसेकम खै 100%मा 30% चाहिँ खाइहाल्छ। यहाँ चल्नु त यहाँ पनि चल्छ चल्नु त। मिस्टर बी त्यो त म चल्छ, यहाँ पनि छ मिस्टर बी। अरू सब ठिक छ होइन, यो टी सर्ट त ठिक छ, तर टी सर्ट अलिक छोटो भयो क्या। मान्छे देखेन क्या अग्लो छ भनेर यार, छोटो बनाइदियो यार। होटल के देखाउने र अब भिडियोमा आउनु त पाइन्न होइन, टक्क होटलमा आयो पाएँ भ्यू होइन, हेर्न देख्न सक्नुहुन्छ। हेर केटा हो कटिङ गरेर त यस्तो गर्मी हुन्छ नि, हेरिआइन्छ हजुरलाई यार। यहाँ ठ्याक्कै आगोमा बिरयानी माछा आगोमा बिरयानी बनाउँछ होइन। अब हाम्रो हाम्रो सेक्सन यहाँ यो हो, अनि यति भयो पुग्यो क्या। एउटा यहाँ कटिङ गर्नुपर्छ, कटिङ गरेर देखिन्न होला। अब के भने कति काम गर्नु पऱ्यो, गार्लिक गऱ्यो यो सेटिङमा मसरी गार्लिक जिन्जर सोया चिल्ली सस भिनेगर सोया सस टमाटो सस के सेजवान सस चिल्ली के अरे चिल्ली पेस्ट आयल। अब यहाँ अरू धेरै हुन्छ, यहाँनिरमा हुन्छ स्प्रिङ अनियन, यहाँ हुन्छ धनियाँ, यहाँ हुन्छ अनियन, यहाँ हुन्छ चप चिल्ली, अनि यहाँ हुन्छ ड्राई चिल्ली, यहाँ हुन्छ पुदिना मिल्ट भन्छ, अनि यहाँ हुन्छ अनियन चिल्लीको लागि, अनि यहाँ क्याप्सिकम हुन्छ। त्यो पुरा कटिङ रेडी गरेर टक्करमा ल्याउँछ हजुरहरूलाई। अब यस्तो अहिले खै भिडियो घर पऱ्यो, कटिङ गर्नु पऱ्यो, अब काम गर्न आइज अहिले। अब यहाँ सेटिङ गर्न लागि कि हाम्रो केही छैन, गर्छौँ बिस्तारै। अब कति देखाउँछ भिडियोहरू, आफ्मा काम त पुरै सक्यो अरे, काम त सेटिङ पुरा भयो। यस्तो गर्मीमा कसम यार, हात यस्तो हेरेर हात पस्ने हेरेर हात पुरा पोलिरहेको छ, झन् पोलिरहेको छ। जाने काम गर्ने यो आगो हेरेर यो हेर्न अझै कसरी आगो निभाउँछ, हेर्न अझै निभाइरहेको छ अझै। बबली सुन न हात न रे, मैं भन्न चाहिने पर सेटिङ पूरा बोल दे नहीं बोल क्या है। हाँ 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 मिर्ची क्या मिर्ची है? हरी मिर्ची तो ये भी है, ये देख ये भी हरी मिर्ची है। कैप्सिकम हाँ 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 तो अच्छा ये बिरयानी वाला भएर पनि आए टाइपले पनि खाएको थियो भने एक साइज हुन्छ नि हो। अब डक्टर के काममा बाइक छ भने चाहिँ डक्टर आधी काटिसकेको छ। हेर्नु यो के अरे काँक्रा टक्क काट्नुपर्छ। खतरा देखिन्छ त यार। यो 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 हालेर टक्क पारामा मैले यस्तो खतरनाक गार्लिसिङ गराएको छु। यसको के हुन्छ भने चाहिँ यसको पुतली बनाउँछु म अहिले, राम्रो छ सब गार्लिसिङ गरेर पुतली बनाउँछु होइन। अनि पुतली एउटा फुल पनि बनाउँछु, हेर पनि कस्तो हुन्छ हुँदै हुन्न भैँसी गाइदिउँला ग्यासेर ओके। अब यो अब कस्तो देखाउनु त हजुर हजुर इधर ए फोन पकड़ पहले पहले मैं काटता उसके बाद दिखाता ये। हाँ तो फोन ले उधर पोस्ट है ना। अबे नहीं यार साहब है अभी तो उधर पोस्ट साफ कर दिया है। इधर ककड़ी ये करे इसे करेगा ला मेरा ला फिर मेरा वीडियो ला है ना। मैं अकल तुम कर इधर घुमा इधर घुमा हुन्छ क्या प्लेटमा हुन्छ त्यहाँ दिनमा सकिन्छ किनभने यस्तो प्लेट देखा नै हो। यो त सिम्पल हो, यो त बच्चा पनि आउँछ टक्कै प्लेट दारी टक्कै प्लेट दिनु टक्कै दिने। अब एउटा बनाइदिउँ न पुतली
उतै बनामा हुन्छ कि हुन्न फुल ट्राई गरौँ यो मोटो भएपछि यस्तो झ्याउ हुन्छ क्या ए मोटो भयो फेरि यो ह्यान्नेको भाग मोटो भएपछि च्यात्तिन्छ कि फेरि च्यात्तिन्छ माछा तनाव हुन्छ क्या त्यसमा गरौँ हुन्छ कि हुन्न एक कहाँ चाकुसे गराएर बुक छ्या यो चाकुले भएन क्या अर्को चाकु मसिनो सानो चाकु छ पुरा जोसेर ठुलो चाकुले बनाइदिएर आयो म मान्छे मात्र बनाउने चिकन बिरयानी अर्डर क्यामेरा त अब राखेन त्यही पनि अब के गर्ने अब यस्तै छ मोबाइल गर्नै पऱ्यो अभी क्या बनना था मुझे खाए नहीं फिर हल्का ये टूट गया पहले से टूट गया था टुटेको भाँचिएको यार त्यही पनि बनाउने कोसिस गर्छु तर बनाउन चाहिँ आउँदै फेरि अहिले मैले बिचमा काटेँ नि त त्यही भएर भाँच्यो यो फेरि अलिअलि भयो नि मिल्यो तर अझै जान्छु म त्यस्तै टाइपको फ्लेभर गार्निसिङ गर्ने अनि एउटा टमाटरको टमाटर लिएर आम्मा यार के हो यार काम म आएको 3 महिना भयो होइन 3 महिना भयो 4-3 महिना भयो अनि यस्तो गर्मी त मैले आजसम्म भएको थिएन यार आएको साँच्चै यार पसिना आएर अहिले घाम जति घाममा बस्यो नि गर्मी हुँदैन तर यहाँ भित्र गएपछि छिरेपछि मरिन्छ पसिना नर्मल मान्छे त पुरा पसिना भिडियोमा थियो कस्तो पसिना थियो कसो भर्खर अब 3:30 बजी क्लोज हो नि त यताको रेस्टमा आउने हो 3:30 बजी रेस्टमा आयो अनि अब दोकान चाहिँ टक्क जानु लाग्यो चिसो हानिदिउँ कि भनेर जानु लाग्यो अब हेरौँ कता हुन्छ यस्तो गल्लीको बाटो छ कि फेरि यतातिर डेन्जर हाम्रो बसेको गइदिएको ए पुरा पुरा सडो भएर आयो क्या बोल्छ उसको अनि भिडियो त्यस्तै भयो आजको नि अब बिजुली त भित्र चाहिँ बनाउन पाइँदैन अब किनभने त्यो काम गर्नुपर्छ यो गर्नुपर्छ त्यो गर्नुपर्छ त्यहीमा जान्छु त्यहीमा फेरि साउ यताउता घुमेको हुन्छ कसरी बनाउने राखेर बना भने पनि त्यो छैन कि त्यो कटिङ गर्ने ठाउँ अलि अग्लो छ कटिङ गर्ने अलि अग्लो छ अनि फेरि त्यो उतातिरको टेबल त्यहाँ ससो राख्ने टेबल अलि होतो हो क्या त्यो पनि त्यो राखेर बनाउनु मिल्दैन यस्तो समय मोबाइल समातिरहनु पऱ्यो त्यस्तो को समातिरहनु त कसले भिडियो गराइदिने हो कसले के गरिदिने हो झ्याउ लाग्दा त्यही भएर मैले अलिअलि बिचमा कहिले कटिङ गरेको कहिले ठ्याक्कै अर्को बेला अरू हानेको बनाएको थिएँ ती भइदियो हालिदिनु ल यदि गर्न झ्याउलाई चाहिँ त्यो पनि गर्दैन नत्र फेरि सबैले त्यति झ्याउ लागेन भने चाहिँ अब एडिट गर्नु पर्ला अलिक कस्तो हुन्छ एडिट गर्न चाहिँ आउँदैन त्यही पनि हल्का फुल्का मात्रै भयो भने ठ्याक्कै जोडिदिने क्यापको जाने सिधै जोडिदिने मात्रै के त्यति भए त भइगयो न केही छ लामो भएको छ हिजो रातिसम्म गेम खेलेको बिहान कति ढिलो उठ्यो यार 9:30 गएर छिटो रुममा 10:10मा त हामी होटलमा पुगेको थियौँ आज अटो आएन अहिले चाहिँ अटो पाइदिएको थियो अटोमा आयौँ हिँड्दा पहिला दिउँसो जाँदा साँझ जाँदाखेरि हिँड्दै जाने त्यही झ्याउ हुन्छ क्या अब जहाँ ड्युटी जाने 6 बजी हो 6 बजीमा पुग्नुपर्ने हो अनि 6 बजी पुग्नुपर्ने हो अनि 6 बजी पुगेपछि यहाँदेखि 6 बजी उहाँ 6 बजीमा गइ पुग्ने हो यहाँदेखि 6 बजी पुग्नुलाई हामी यहाँदेखि कति बजी हिँड्नु पऱ्यो कति लाग्छ थाहै होला 25 मिनट लाग्छ हिँड्ने जाने 5:30 बजी हिँड्नु पऱ्यो अहिले कति बज्यो 4 बज्यो रुममा पुगेन अहिलेसम्म के भनौँ अब यस्तै छ अब जिन्दगी अटोले पनि धोका दिन्छ रहेछ 2 दिन आएपछि 4 दिन आएन 4 दिन आएपछि
8 दिन आएन यस्तो छ अरूको हालत यो बजार अहिले यस्तो हो यतातिर बजारहरू यो टाइम छ नि यो सबैको रेस्ट टाइम हो क्या किन चाहियो यो टाइममा सब रेस्ट टाइम हो क्या यहाँ इन्डियामा 3 बजीदेखि 6-7 बजीसम्म पुरा रेस्ट टाइम हो क्या यहाँ कुनै पसलहरू बन्द हुन्छ खुल्ला हुन्छ न के हुन्छ यस्तै हो यार कुनै कतै घरको कोही त्यही घरको भने चाहिँ हुन्छ नत्र त्यो सबै बन्द अब यस्तै हो अब एकछिन लास्टमा अब हेर्नुला बसिहेरौँला रुममा गइसक्छ कुरा गर्छु त्यहाँ भिडियो गर्छु ओके आमा यार जाउ लाग्दो यार रोपी हिँड्ने भने अहिले त यार लास्टै हिँड्ने यार ज्यावै लाग्यो गोतेमा गर्मी अहिले यहाँ रुममा आएको त अलिक शीतल भयो दुईवटा पङ्खा चल्ला नि त अलिअलि अब अलिक मन शान्त भइरहेछ अब रुममा पनि आयो त्यहाँ रेडी छ कपडा यति धुनुपर्ने कपडा छ दुई छ धुनुपर्ने कपडा धुनुपर्ने होला त्यस्तै हो त्यो भइरहेछ भिडियोलाई यतातिर खतम गर्ने जस्तो लागिरहेछ मलाई गर्नु पऱ्यो अनि त्यो गरिदिउँ भन्दा इभिनिङ गरिदिउँ भन्दा आएको ठिक छ है आजको लागि यति नै अब अरू भिडियो हेर्नको लागि केही दिन कुर्नुपर्छ केही दिन भने चाहिँ अब बुझ्नु न केही दिन कुर्ने ल टाटा भाइ फेरि अर्को भिडियो लिएर आउँछु फेरि हेर्नुपर्छ भाइ आजको लागि यति नै बाई बाई